Me, I was a youth. I am a youth. I'll always remain a youth, and I'm always there for the youth. So first, before becoming a MLA, I'm a youth. Okay. So whenever I have to talk to people or cater something to the crowd, I'm always there as a youth. अब जिस्का यस्तो हुन्छ कि तपाईँलाई अब त्यस्तो हामीलाई चाहिँ अब सानोदेखि नै अब हामी सानो हुँदा नेताहरू भन्दा चाहिँ जोत्वा हुन्छ होइन सबै पार्छ भन्छ नि होइन सो त्यस्तोहरू तपाईँले अब डाइरेक्ट फेसमा त आएर भन्दैन नि कसैले भन्दैन वेन थर्ड पार्टीबाट ब्याकबाट कुरा सुन्दा त्यस्तो कस्तो लाग्छ त मलाई त लाग्दैन बिकज आई डोन्ट लाइक होइन अब आई गेस आइ एम द वान अफ द स्ट्रेट एन्ड द मोस्ट मलाई भन्छ कतिले मेरो एडभाइस दिनेहरूले भाइ यति साह्रो स्ट्रेट नहुनु लङ रनमा साह्रो पर्छ भन्छ हेलो एभ्रिवान वेलकम टु द न्यू एपिसोड अफ द टासी सो आजको खुसीको खबर भन्दा चाहिँ दिस एपिसोड इज स्पोन्सर्ड बाई सिक्किम डिजाइन विक तपाईँले यो प्रिक्याप हेरेर याद पाउनुभयो होला टुडेज गेस्ट इज आवर युथ लिडर डाइनामिक लिडर एरिया एमएलए अफ 05 चेनपुङ कन्स्टिट्युन्सी मिस्टर एरिङ तेन्जिङ लेप्चा होइन यो पोडकास्टमा चाहिँ यु विल सी द डिफ्रेन्ट एक्सपेक्ट अफ एरिङ तेन्जिङ लेप्चा ओके हामी सबैले एमएलए के हुन्छ यस्तो हुन्छ भनेर सोच्छ बट योमा चाहिँ एउटा डिप कन्भर्सेसन बिट्विन द एल्डर ब्रदर एन्ड द यङ्गर वान्स खालको भएको छ होइन सो आई हेभ आस्क्ड क्वेसन्सहरू चाहिँ मेरो मनमा आएको जति पनि क्युरियोसिटीले भरिएको थिएँ म to know about the government, how it works, how they form the different laws बनाउँछ होइन so enjoy this podcast. So enjoy this podcast with Eric Tenzing Lekcha on the Tasi Show. Okay, but now let's dive into your life होइन so अब खास कुरा चाहिँ मलाई चाहिँ यसपालिको 2024को इलेक्सन थिएन नि पनि अन्त सबैको आँखा थियो भनौँ न अन्त सिन्स माई पापा एन्ड मी वाज लाइक लुकिङ अबाउट द रिजल्ट होइन काउन्टिङको हुँदा चाहिँ अन्त त्यति बेला याद थिएन यो तपाईँ पनि छ भनेर क्यान्डिडेट होइन त्यति बेला चाहिँ हेर्दाखेरि चाहिँ हामीले जब न्युजमा त्यो काउन्टिङ बताउँछ नि यु वेयर द त्यति बेला जाने कि हो तपाईँ चाहिँ सडन 10,000 भोटले कतिले जित्नु भएन नि पनि त्यति बेला चाहिँ अब तपाईँसँग भेट्नु चाहिँ मन थियो नि त सो यो पोलिटिक्समा चाहिँ तपाईँ कसरी किङ टु बिकम द एमएलए एन्ड त्यो It's not about becoming a politician or becoming an MLA. Sancho भन्नुपर्दा I was not much aware of me being a Vidayak of certain constituency. There is always a family which I had in my family that always doing a social service. बाजे कालदेखि नै गर्दै आएको चिज हो र हामीले बिहान उठेकोदेखि मान्छे मात्रै भेटिरहने घर हो त्यसले गर्दा धेरै मान्छेसँग गोलमेल हुने इट वाज ब्याक देन ओन्ली सो अल्टिमेटली वेन वी वे अब पोलिटिक्समा अलिक इन्डल्ज भएको चाहिँ के हो भन्दाखेरि पहिला मेरो बुवा जो त्यति राम्रो पढेको त थिएन तर हि वाज अ पञ्चायत ब्याक देन है तर त्यति बेला उहाँको जुन चाहिँ थट प्रोसेस थियो त्यो थट प्रोसेस वाज बिट अहेड अफ द टाइम जस्तो लाग्छ मलाई चाहिँ र त्यही प्र्याक्टिस मेरोमा पनि छ हामी कसैलाई छुट्याएर टार्गेट गरेर खेल्ने मेरोमा पनि छैन मेरो बुवाकोमा पनि थिएन अब त्यो चिज नहुनाले गर्दा हि वाज थ्रोन आउट अफ द पार्टी किनभने द कन्सेप्ट एन्ड टुगेदरनेस जुन चाहिँ अहिले सामान्य मुख्यमन्त्री साहबको छ सबलाई टुगेदरनेसले सँगै लिएर हिँड्ने त्यो कन्सेप्टहरू थियो त्यो नमिल्दाखेरि उहाँलाई छोडियो त्यसको बादमा राजनीतिक महलमा हामी बिस्तारसितले पस्दै गयौँ अब यतिकै समाजसेवा हुँदै गयो मान्छे चिन्दै गयो अनि त्यतिकै अब आइ एम भेरी थ्याङ्कफुल टु द अनरेबल HCM द्याट he has given me a platform where I not only represent myself but I represent the entire youth of the state. र एउटा यस्तो एक्जाम्पल पनि उहाँले दिनुभयो कि अब आउने दिनमा युथहरूको पनि जग्गा छ यो मात्रै होइन कि अब सेतो कपाल फुलेको उमेर ठुलो भएको व्यक्तित्वलाई मात्रै राजनीति रुचि राख्नुपर्छ भन्ने होइन र जो राजनीतिमा प्रख्यात रूपले पस्न नचाहने व्यक्तिलाई म चाहिँ यही भन्छु तपाईँ नपस्नुहोस् तर बुझी चाहिँ राख्नुहोस् इट्स नट necessary that you have to get in, but you just understand the scenario, what's going on, because ultimately you live in the state.
है आफ्नो राज्यमा बस्दैछ राज्यमा के कसो हुँदैछ त्यो चाहिँ आफूले पनि बुझ्नुपर्छ र त्यो तरिकाले बिस्तारसितले पस्दै पस्दै कलेज फ्रम क्लास 12 आई वाज मोर ओभर एक्टिभ इन्टु पोलिटिक्स हो नि अब साथीभाइ भेट्दै थियो अब भोटर लिस्ट नभए तापनि हामी कुद्दै थियौँ है त्यतिकै रस भिज्दै गयो र कलेज पश्चात त पूर्ण रूपले नै भिजेर त्यतिकै पार्टीमा लागिहाल्यो ओके तपाईँ एमएलए जब हुनुभयो नि ल त्यहाँदेखि चाहिँ अब अगाडि तपाईँले सोसियल वर्कहरू पनि गर्नुहुँदै थियो नि त सो आफ्टर बिङ एमएलए लाइफ कस्तो पाराले चेन्ज भयो तपाईँको क्या सो माई एभ्री वान सबैले त्यो सोध्छ तर फर मी लाइफ इज नट चेन्ज इज द सेम थिङ सो जब साथीहरूसँग बोल्दा इट्स लाइक अल्सो it's ultimately the same thing because I feel the first thing I feel is I don't take myself as an MLA. Once you take yourself as an MLA, what I feel, this is the personal perspective. कसैलाई थोप्दिनँ मेरो आफ्नो विचार भयो अब जब आफू तपाईँले आफूलाई म विधायक हो म यस्तो हो उस्तो सोच्यो भने and then comes the protocol and then comes the izzat and then comes what not. Me, I was a youth, I am a youth, I'll always remain a youth and I'm always there for the youth. So first, before becoming an MLA, I'm a youth. Okay. So whenever I have to talk to people or cater something to the crowd, I'm always there as a youth. So त्यो प्रकारले चाहिँ I make sure the other party is comfortable enough to talk to me because we are public representative. र पब्लिक रिप्रेजेन्टेटिभ चाहिँ यस्तो व्यक्ति हो जसमा चाहिँ मान्छेले आफ्नो गुनासो अर्थात् जे पनि कुरा छ विस्तारसितले राख्न पाउनु पर्यो मजाले बोल्न सक्नु पर्यो तर तपाईँ एउटा पब्लिक रिप्रेजेन्टेटिभ भएर पब्लिकै डराउन थाल्यो भने त सो देयर इज नो युज अफ बिकमिङ अ पोलिटिसियन जस्तो लाग्छ मैले रिसेन्टली तपाईँको फेसबुकमा स्क्रोल गर्दै गरेँ एउटा भिडियो भेटेको थिएँ नि त तपाईँले भन्नुहुँदै थियो नि तपाईँले भन्नुसक्छ तपाईँको नानी चाहिँ ग्यारेन्टी दिन सक्छ राम्रो हुन्छ भनेर भन्थ्यो त्यो चाहिँ कुन कन्टेक्स्टमा भन्नुभयो त्यो कन्टेक्स्टमा कतिले नराम्रो लियो होला है कतिले फुल स्टोरी थाहा छैन अब त्यो कोही बेला जनताहरू भेट्छ हामीले तर कोही जनता चाहिँ एग्रेसिभ मोडमा हुन्छ अन्त डाइरेक्ट आएर भन्छ कि मलाई काम दे कि मलाई बिजनेसको ग्यारेन्टी दे त्यो दुईटामा एउटा चाहिँ दे भन्छ अब समटाइम्स वाट आई ट्राई टु एक्सप्लेन इज नट अब सबै चिज हाम्रो हातमा हुँदैन हेर्नुहोस् एउटा प्रोसिड्युर हुन्छ होइन अब इट्स सेम लाइक अ लाइन बिजनेस लाइन जस्तै अब क्या पहिला सामान जुटाउनु पऱ्यो सामान जुटाइसकेपछि आफूले दोकान हेरेको हुनु पऱ्यो त्यहीँबाट बिस्तारै मान्छे आउँछ बिग्री जानु पऱ्यो अनि उँभो चढ्ने पनि तर कति चाहिँ डिरेक्ट डिमान्ड हुन्छ मैले नराम्रो तरिकाले त भनेको होइन बट आई वाज जस्ट ट्राइङ टु गिभ हिम हिज ओन मेडिसिन उसकै दबाई उसले मलाई दिएको दबाई मैले उसलाई फर्काउँदै थिएँ त्यसमा चाहिँ अब तपाईँले यु हेभ मेन्सन सो मेनी थिङ्स अबाउट युथ राइट अब हाम्रो अहिलेको यतिको अहिले पोलिटिकल सिनेरीमा हेऱ्यो भने चाहिँ तपाईँ र आदित्य गोलेखर चाहिँ यु आर द युथ भनौँ न युथ नेता सो अब अहिले छ नि सिक्किममा अब आई डोन्ट ब्लेम अ गभर्मेन्ट अर एनिथिङ होइन ल पोलिसी अब गभर्मेन्टले राम्रै लगाइपर्छ अब अहिले हेऱ्यो भने चाहिँ हाम्रो गभर्मेन्टमा चाहिँ हामी युथ चाहिँ डिपेन्ड चाहिँ वान फ्यामिली वान जब भयो होइन गभर्मेन्टलाई काम दिनु भनेर हामी डिपेन्ड गर्छौँ नि त सो त्यो त अब एउटा सर्टन टर्ममा त सिचुएसन पोइन्ट आउँछ नि होइन अब वान फ्यामिली वान जब खान सक्दैन होइन सो त्यो अब आउने युथहरू छ नि तिनीहरूलाई चाहिँ कस्तो ठाउँमा चाहिँ गयो भने ठिक लाग्छ I can't say कस्तो ठाउँमा गयो भने ठिक लाग्छ बट आई वान्ट टु गिभ अ ओभरअल पिक्चर अफ दिस गभर्मेन्ट इज ट्राइङ एभ्रिथिङ दे क्यान हामी सरकारमा छौँ सरकारले हामी पूर्ण रूपले कोसिस गर्दैछौँ कि हामी आफ्नो जनता अर्थात् हाम्रो जति पनि सिक्किममा बसोबास गर्ने युवा छ र हाम्रो जनता छ उनीहरूलाई हामीले बेस्ट अफ द बेस्ट सर्भिस प्रोभाइड गर्ने बेस्ट अफ द बेस्ट अपर्च्युनिटी बेस्ट अफ द बेस्ट प्लेटफर्मै दिने हो तर कति जग्गामा यस्तो छ हामीले दिएर मात्रै भएको छैन क्या किन हामीले दिँदैछौँ दिएर त्यो चिजलाई कति राम्रो हिसाबले चलाएको छ कति यसको ग्राभिटी बुझेको छैन कतिले किनभने एज यु सेड द सिचुएसन पोइन्ट इज आई गेट द्याट अब वी आर ट्राइङ आवर बेस्ट वी आर गिभिङ इन्टरभ्युज वी आर टेकिङ आउट इन्टरभ्युज वी आर गिभिङ मेनी बिजनेस अपर्च्युनिटिज टु पिपल तर हाम्रो चाहिँ यहाँ अलिकति पेसेन्स लेभल चाहिँ अलिकति कम छ आज गऱ्यो भोलि प्लाटै आइहाल्नु पर्ने स्थितिमा खोज्छ सो दिस इज नट पोसिबल एट अल मलाई लाग्छ कि इट्स अ प्रेसर पार्ट अल्सो एभ्री टाइम वेन आई भिजिट स्कुल आई से द्याट प्रेसर पार्ट चाहिँ कहाँबाट छ भन्दाखेरि वाइ हामीले यसले यो काम गर्दैछ भनेर हामीले सबले हल्ला गर्छौँ हामीले सबले प्रश्न उठाउने गर्छौँ के कारणले गर्दैछ त्यो चाहिँ सोध्दैनौँ युथ्स आर रनिङ आफ्टर जब्स राइट आई गेट द्याट बट देयर इज एन अल्टिमेट प्रेसर यो क्वेसन मलाई पनि अलिकति भित्रबाट
When I was not a politician, I was a normal guy. It was very tough for me to answer that question as well. कुनै खै बिहातिर गएँ अरे साथीभाइको कहीँ म बाहिर पाहुना गयो भने म ढोकाभित्र बसेको हुन्दिनँ भाइ के गर्छ भने सोध्छ के गर्छ भन्नु मैले सो दिज आर द क्वेसन्स द्याट पेन्स मी इनसाइड द्याट युज टु पेन मी इनसाइड एन्ड स्टिल पेन्स अन्त हाम्रो एउटा सोसाइटीको पनि प्रेसर छ कि उस फल्लाको ढिस्काको यस्तो छ सो दे आर पुटिङ अ प्रेसर टुवर्ड्स द किड कि एउटा मेन्टालिटी बसेको छ हाम्रो सिक्किममा चाहिँ कि सरकारी जागिर गर्ने मात्रै डरलाग्दो सरकारी जागिर नगर्ने चाहिँ हौरे सो वाट आई अर्ज इन every time and I say that it's not that you can excel, you will excel, and you have to excel in the field which you are good in. But a parenting system also has to be changed. A parent shouldn't force their kid to do what they don't like. And to the young lads also, you supposingly you like motorsports, right? Or you like painting, or you like dancing, or you like acting. But it's up to you how you take it. Either you want to take it as a hobby or a professionalism. अब तपाईँ हबीको हिसाबले लिने हो भन्दा आफ्नो काम गर्ने छोटो टाइम पाउँदाखेरि गर्ने तर त्यसलाई प्रोफेसनल तरिकाले लियो भन्दा अहिले त सरकारले प्लेटफर्म प्रोभाइड गरिदिएको छ नि देयर इज अ गभर्मेन्ट टु हेल्प यु देयर इज अ गभर्मेन्ट टु पुश यु देयर इज अ प्लेटफर्म अल ओभर द नेसन अराउन्ड यसमा के छ भने हेर्नको मात्रै कमी छ क्या पाइहाल्छ तर खोज्नु चाहिँ पर्यो अन्त यो म जतिजना युवाहरू छ अब अहिले पहिलाको सरकारहरू जस्तो छैन अहिले सरकारले तपाईँलाई सब कुरो दिइरहेछ You want to do business? Okay, fine, दिइरहेछ यो त रियालिटी नि तपाईँले देखिरहनु भएको छ एभ्री टाइम सिएम साहबको जहीँ पनि मिटिङ होस् हि इज बिन डिस्ट्रिब्युटिङ चेक्स टु growing business people 5 lakh, 3 lakh, 2 lakh, 10 lakh. He's doing everything he can. It's a high time now. People have to think themselves and do something for themselves. कहिलेसम्म चाहिँ अब सरकारले मात्रै के दिने भनेर चाहिँ होइन कि सरकारले दिइरहेछ त्यसलाई सस्टेन कसरी गराउने तर्फमा चाहिँ जानुपर्छ जस्तो लाग्छ मलाई ओके अब यो अलिक मेरो मलाई जान्नु मन भएको चाहिँ अब तपाईँ नर्मल अब पार्टी वर्कर हुनुहुन्थ्यो होइन आफ्टर 2024 इलेक्सन यु ह्याड इलेक्टेड एज अ एमएलए होइन त्यहाँदेखि तपाईँ माथि एसएलए जानुभयो नि त्यति बेला बोल्दाखेरि कस्तो भयो मलाई अब एसएलए इज अ डिफरेन्ट थिङ इज देयर इज अ कोडम देयर इज अ प्रोटोकल टु बी मेन्टेन है अपार्ट फ्रम द्याट देयर इज नथिङ अब त्यो एउटा मन्दिर हो राजनीतिको है तर अब आफ्नो आफ्नो पर्सनल एक्सपिरियन्स हो मलाई चाहिँ के लाग्यो भन्दा क्लास 9 पास गरेर क्लास 10 गयो अन्त अर्कै क्लास हुन्छ त्यस्तै लाग्यो नि अब त्यस्तो लाग्यो मलाई चाहिँ बिकज एभ्री वान इज भेरी फ्यामिलियर होइन सबै राम्रो थियो आई गेट टु लर्न थिङ्स आई गेट टु नो पिपल आई गेट एन एक्सपिरियन्स अफ वाट टु डु वाट नट टु डु इट वाज अ भेरी गुड एक्सपिरियन्स ओके टकिङ अबाउट द युथ अन्ली होइन ल अब तपाईँले जस्तो भन्नुभयो नि वी सुड नट अब डिपेन्ड अन्ली अपन दिस गभर्मेन्ट जब होइन अब त्यसो गर्दा चाहिँ अब हाम्रै पनि कतिजना अब एउटा थियो नि ह्युमन रिसोर्सेस भनौँ न जो मास्टर्सहरू गरेको थियो होइन उनीहरू चाहिँ अब दे आर क्लिङ इन द जब लाइक अब त्यो के भन्छ इन्सपेक्टरहरू गर्दैछ नि त अहिले मा फ्यामिली भन्छ अब दिस माइट बी अलिक त्यो भन्छ र रुट हुन्छ मे आई आस्क जस्तो अब डोन्ट यु फिल अब यो खासै चाहिँ सिक्किम गभर्मेन्टले चाहिँ यो वान फ्यामिली वान जब नदिएर होइन अब यस्तो नि त जस्तो एउटा हामीले काम पाउनु छोड्यो नि एउटा सेचुरेसन पोइन्ट आउँछ नि त त्यहाँदेखि हामीले कुनै ठाउँ त जानै कर लाग्छ नि त अब गभर्मेन्टले चाहिँ त्यति बेला कडा डिसिसन दिएर चाहिँ काम नदिएर बरु अरूतिर लगाइदिएको भए हुन्थ्यो होला No, that we are doing it. That we are doing it. See, गभर्मेन्ट यस्तो हो सरकार यस्तो चिज हो सरकार जहिले पनि जनताको हितमा काम गर्ने हो है सरकार एक्लैले म यो गर्छु भन्दा हुने होइन सरकारले जहिले जनताको आवाज हो जनताको आवाज सुन्नुपर्छ तर जनताको आवाज सुनेको हिसाबमा यो जति काम हुँदैछ डिरेक्सन इट्स अल बाई द फर द पिपल एन्ड बाई द डिरेक्सन अफ द पिपल वी आर वर्किङ अकर्डिङली सो लेट्स सी डिमान्ड द सप्लाई थिङ what you demand is what you get. If you don't demand, the supply will stop, right? So similarly, when the people is demanding it, and we as a leader, we can't deny it, no? हामीले सक्दैन गर्दैन त भन्न मिल्दैन नि विचारहरूको पनि मजबुरी छ कतिलाई अब त्यही 9,000 90,000 लागिरहेछ है आफ्नो आफ्नो जग्गामा छ त्यो चिजहरू वी आर स्लाइटली our government is doing, as I said, our government is trying its best to create platforms through various means. अब जस्तै अहिले यो जुन चाहिँ हाम्रो सिक्किम डिजाइन विकमा छ
We are searching talents, we are hunting it down, and we are providing platform. So gradually, we want every guys to grow into different directions with their own perspective and their own ideas to be clicked. And the only thing government is doing is government is pushing it. अब मैले तपाईँलाई हात दिए पश्चात तपाईँ चढ्नु पनि त पर्यो, तपाईँ चढ्दै चढेन भने त तान्नेको गल्ती हो कि नआउनेको गल्ती हो त्यस्तो हो नि। अब सो मैले अब भन्नु पर्यो भने अब वान अफ द मोस्ट अब के भन्नु सोसियल मिडियामा एक्टिभ हुने काम गर्ने चाहिँ तपाईँ देख्छ नि त। अब हाम्रो 32वटा एमएलएमा हेर्नु पऱ्यो भने चाहिँ वान अफ द एक्टिभ इन द सोसियल मिडिया चाहिँ तपाईँ हो नि त। सो त्यो चाहिँ अब जस्तो मोदीले भनेछ नि गोद्रा काण्ड हुँदाखेरि उसलाई त्यो इन्टरभ्यू गर्दा चाहिँ तपाईँलाई चाहिँ यो गोद्रा काण्ड हुँदा चाहिँ सबसे भन्दा डरलाग्दो थिङ तपाईँको मिस पोइन्ट चाहिँ कहाँ भयो जस्तो लाग्छ भन्छ नि। त्यति बेला चाहिँ मोदीले चाहिँ आई हेड के भन्छ त्यो मिडिया कन्ट्रोल गर्न जानिनँ भन्छ नि। त्यस्तै त्योबाट त्यस्तै सिक्लिनु भएको कि मेरो चाहिँ मेरो सिम्पल हो। I am not that much into this media thing also because I get requests from many, as I've said, podcastहरूमा पुरा हुन्छ तर मलाई बोल्न अलिक गाह्रो लाग्छ। Until and unless I'm not comfortable enough, I don't speak also. So as far as the media is concerned, I want people to know what we are doing. अब हामी गर्दा पनि कतिजनाले मानिसहरूले भन्छ कि केही गरेन, अब गर्दा पनि यो हेर त नाटक पारेको देखाएको भन्छ। तर मेरो चाहिँ सिम्पल छ, I don't care what others say. It's my duty. I have to do it. And I feel people also has to know what I'm doing and our government is doing basically. हाम्रो सरकार म इरुङ लेप्चाले काम गरेको हैन नि, यो एसकेएम सरकारले गर्दैछ नि त। So I want everyone to know that what our government is doing basically. कतिले भन्छ यिनीहरू सेतो गाडी पाएको छ, सरकारी तलब पाएको छ, घुम्दैछ भन्छ नि। No doubt we are privileged enough to get entitled with white vehicle and a PSO and a government bungalow, but similarly we have our duties which we shouldn't forget and we are not forgetting it. Our entire team, let's say in 32 seats, out of 32, I feel everyone is working hard there. सबैजना आफ्नो आफ्नो कन्स्टिट्युन्सीमा ध्यान लगाइरहनु भएको छ। बिचरा कति हामीभन्दा सिनियर हुनुहुन्छ। I've seen them meeting people, greeting them, giving them. So everyone is working hard and I feel people has to know it. अब अहिले होटलमा हेर्नुस्, slightly if you go to many hotels, पहिला होटलमा टिभी म्यान्डेटरी थियो, अहिले टिभी म्यान्डेटरी छैन। Why? Because you have your own phones to look into, right? So similarly, right now it's a time of this social media thing. So you make use of it. Most cases to hack. पहिला पनि अब तपाईले मिमहरु देख्नुहुन्छ? Yeah, I often watch. म त अब इन्डियामा चाहिँ पपुलर छ नि त मिमहरु, मिम कल्चर, बट स्लोली त्यो मिम कल्चर चाहिँ स्क्रिनमा पनि आउँदैछ नि त। अस्ति मैले देख्दा चाहिँ यतापट्टि पवन सामलिङ नाच्दै गरेको, यतापट्टि गोरेसाम नाच्दै गरेछ नि। त्यस्तो देख्दा चाहिँ कस्तो मजा आउँछ कि यु फिल लाइक No, what I feel pity for those people who make those things because they are great personalities. No doubt he's a opportunity, but still he's a politician and he has his own boredom, right? वो आफ्नो जग्गामा उसको जति सीमित रेखा थियो वहाँ गएर गइसक्नु हो र म प्राय उहाँको कुरा पनि गर्दिनँ है। तर आफ्नै सम्माननीय मुख्यमन्त्री साहबको देख दुःख लाग्छ मलाई किनभने उहाँले त्यत्रो गर्दा पनि people don't understand. Sometimes it pains me. Yeah, it does pain me. Reality, सीधा कुरा गर्दाखेरि it pains me a lot. Yes. So, you are elected from the Ringchengpung constituency, right? So, तपाईले चाहिँ अब Ringchengpung constituency as per I know one of the अब त्यहाँबाट चाहिँ डिप्टी सीएम पनि भएको एउटा कन्स्टिट्युन्सी हो। अब त्यो कन्स्टिट्युन्सीमा चाहिँ तपाईले चाहिँ के चेन्जेस ल्याउन चाहन्छ कि when you run for the election, okay, त्यति बेला चाहिँ तपाईको मेनिफेस्टोहरु के थियो होला? See, first of all, me being elected as an MLA was a shock to me. Right? Because I was, as I told you, I was a youth. I was working as a youth, and I'm still a youth. अब अचानकमा नाम आयो, आफू पनि छक्क परे है। अब साहबले सम्झिनु भएछ, which I always say I'm very thankful for that. The Ringchengpung, as far as Ringchengpung is concerned, 30 years down the line. छोटो हाम्रो 17 दिनको छोटो अवधि थियो। छोटो अवधिमा I made sure that I reach every single house which I did. I made sure I meet every single people in every meeting. I make sure and I did it. I had kept a promise of making a water project जुन थियो हाम्रो, त्यो water project को यसपालि पनि हाम्रो sanction भएर पनि अब त्यो पानी
हाम्रो बाई नेक्स्ट मन्थ वी आर स्टार्टिङ अ वर्क मैले एउटा जुन चाहिँ तपाईँले भने मेनिफेस्टोमा थियो हाम्रो त्यो एउटा थियो एन्ड विदिन दिस सर्ट पिरियड अफ टाइम we are being able to do many things like we have upgraded see the main background and the main thing of a constituency to grow is the mindset of the people मान्छे चाहिँ एकदम जागरुक हुनु पऱ्यो नि त तर त्यो हिसाबले हाम्रो क्षेत्र एकदमै दबिएर बसेको क्षेत्र थियो अब हाम्रो क्षेत्रको कुरा गर्नुहुन्छ भने हाम्रो सबसे बेसी समष्टिमा राई छ सरकार कसको थियो पहुँचन हिसाबको थियो उहाँले जहिले जातको कुरा गर्नुहुन्थ्यो But if you come to my village, still now, I live in Tapir. If you are keen into making a documentary, I would love you to visit some places where there are Rai belts. I'm not talking about a communal. I'm not targeting some person. Okay. But one is on hisab le bhanthyo. They are still 30 years down the line. No one was given well, no one was treated well, and no one flourished well. But after 2019. What I tell you is we have grown in schools. We have met pretty good schools. जुन चाहिँ पहिला 30 साल अघि थाकी बसेको चिजहरू थियो सडक नामको थियो कार्पेटिङहरू भएको थिएन अहिले हाम्रो दनादन भइरहेछ and the constituency to grow is economic stability. Renchentong is only known for tourism, so in order to run the tourism you need to have a specific and a good road right now which our government is focusing on and which we are doing it. अब धेरैवटा जग्गाहरू कार्पेटिङ भइसक्यो जहाँ चाहिँ टुरिस्ट एन्ट्री पोइन्ट एक्जिट पोइन्ट छ एन्ड देन वी हेभ कम इन्टु टुरिज्म पर्सन हेर्दाखेरि द मोनेस्ट्री विच वाज लेफ्ट डल फर पास्ट 30 years डाउन द लाइन रिसेन्टली ओपनिङ पनि भयो तपाईँले पनि हेर्नुभयो त्यो मेगी डाँडा छ गुम्बा इफ यु लुक आउट फर द कस्ट इट्स अ बुम इट्स अ बिग इन्भेस्टमेन्ट गरेर बनाएको गुम्बा हो एन्ड इट्स वान अफ द ब्युटिफुल मोनेस्ट्री which has been built till date, and the upcoming projects we are getting lots of universities. We are indulged the highway road para. We are getting lovely projects which are soon coming to our constituency. In that way, we'll be building and shaping our constituency very good. तपाईँ त मैले अब you have released the video के हो जब लकी च्याम्लर चाहिँ के हो तपाईँ जब 24 इलेक्सनमा जित्नुभयो होइन आइबर 7 ब्युरोक्रेट्स पनि निक्लियो नि हिङसिङपुङ कन्स्टिट्युन्सीबाट See, that is also very important for a constituency to grow and for a MLA. I'm an MLA, right? Yeah. So it's not like जादुको छरी त छैन कि मैले आज त छरी चलाए सबै याद हुने हैन. It's the bureaucrat who helps the विधायक. है विधायकहरूलाई बुद्धि अर्थी दिने ब्युरोक्रेट्सहरू हो. सो आई अलवेज मेक श्योर द्याट आई मुभ अलोङ ट्याग अलोङ एन्ड गेट एन एडभाइस फ्रम ब्युरोक्रेट बिकज दे नो द डिपार्टमेन्ट्स इन एन्ड आउट. यसपालि हाम्रो जुन चाहिँ 5 जना भयो त्यो 5 जनामा आई वुड लभ टु से इट भेरी प्राउडली. हाम्रो टाइममा जस्तै आई ह्याड गिभन एन एक्जाम ब्याक 2012 मा. आई वाज selected as a sub inspector and the last no मेरो रहेको थियो भाइभा. So in भाइभा I couldn't get in because माथिबाट भनेको भने त्यति मात्रै आन्सर दियो मलाई अरू आन्सरै दिन पर्यो. So I was fit, I cracked the exam, I was good. तर मलाई त्यति मात्रै. तर यसपालि हेर्नुभयो भने हाम्रै क्षेत्रबाट अनिता बहिनी जो हुनुहुन्छ मेरो घरको तल्लोपट्टि हो अर्थुक भन्ने जग्गा छ. इट्स अ डल ह्यामलेट है एकदमै कुना जग्गाको हो. उहाँको बुवाहरू त्यस्तो डलाग्दो होइन बिचरा खेती किसान गर्ने मान्छे हो. तर आज त्यो नानीले जब डिएसपी क्र्याक गर्यो सी वाज अ नाइट गार्ड इन नामनाम रोड होइन. राति नाइट ड्युटी माथि त्यो मलको लाइटमा बसेर पढ्ने नानी हो. सो सी वाज लकी हार्ड वर्क पेड एन्ड सी गट टु क्र्याक द डिएसपी एक्जाम एन्ड सी इज अन ट्रेनिङ एन्ड सी विल बिकम अ डिएसपी सुन. त्यसबाट चाहिँ के बुझाउँछ भने जो पनि अब अहिले कोसिस गर्दैछ जो गरिब दुखीको नानीहरू पढ्ने चेष्टा गर्दैछ हरेस चाहिँ खाँदैन. किनभने अब यो सरकारमा चाहिँ गरिबले पनि न्याय पाउँछ है र दुखी नानीहरू जति पढ्दैछ गरिबी रेखामा छ त्यसमा हस्तक्षेप हुँदैन रहेछ, पढ्यो भने चाहिँ हुने रहेछ भन्ने चाहिँ एउटा इक्जाम्पल सेट भएको छ.
र 5 जना जति पनि हाम्रो युएसहरू भएको छ एओहरू पनि भएको छ द्याट्स एन एसेट आई अलवेज कल इट एन एसेट एन्ड आई डोन्ट कल इट एट हाम्रो आई डोन्ट कल इट एज मेरो आई कल इट एज हाम्रो आई अलवेज टेक एभ्री वान एज अ फ्यामिली सो वेन यु आर इन अ फ्यामिली यु वुड लभ एभ्री वान टु ग्रो टुगेदर एन्ड फ्लरिश टुगेदर So I always wanted to know and ask some person in the power, okay? Like अब हाम्रो सिक्किम होइन 2016मा आयो मोदी हिमसेल्फ केम एन्ड डिक्लेयर्ड सिक्किम एज अर्ग्यानिक स्टेट होइन अब त्यो हेर्दा चाहिँ अब हाम्रो सिक्किममा चाहिँ त्यत्रो एउटा छ नि के भन्छ एडभान्टेज होइन तर त्यो चाहिँ हामीले युज गर्न नसके जस्तो लाग्दैन तपाईँलाई सो द्याट्स वाट आइम सेयिङ अब जुन चाहिँ यो क्वेसन चाहिँ उता जान्छ फेरि सरकारले सब दिइरहेछ आफूले केही गरेको छैन दोस्याउने कसलाई हो सरकारलाई दोस्याउनु त गाह्रो हो नि आफूले दोस्याउँदा आफू पनि घिनलाग्दो देख्ने हिसाबले चल्दैछ म चाहन्छु र भन्न बिन्ती पनि राख्न चाहन्छु कि सबैले जस्तै बुवा हाम्रो जस्तो मेरो बाउ छ मेरो बाउ बितेर गयो मेरो जग्गा जमिन छ अब त्यो जग्गा जमिनलाई फस्टाएर लानु फुलाएर लानु र बढाएर लानु त इट्स अप टु मी नो इफ आई डोन्ट डु एनिथिङ आई क्यान ब्लेम माई फादर द्याट छ यसले गरेन त भन्नु भएन नि क्लेमोस् पनि अहिले त मलाई दिएको छ नि त जमिन त छोडेर गएको छ अब त्यसलाई फस्टाउने काम त मेरो हो नि त सो सिमिलरली द सेम वे अब यो एउटा टेक्निकल रेसमा के छ भन्दा एभ्री वान इज आफ्टर द गभर्मेन्ट जब बिकज द सोसाइटी इज क्लेमिङ द्याट वे एन्ड नाउ कम्स द प्यारेन्टिङमा के छ नोकरी पाउने जागिर पाउने मात्रै खतरा खेती किसान गर्ने हौरे यो राम्रो होइन भन्ने हिसाबमा कति सोच छ सो आई गिभ यु माई वर्ड अब आज है टुडे इज 1 May राइट सो रिसेन्टली हाम्रो एसडिएम अफिस ओपनिङ भयो आई एम अल्सो मोर इन्टु एग्रो बिकज आई वाज बोर्न इन्टु अ एग्रो फ्यामिली मैले साहबले भन्नुभयो अस्ति हाम्रो 28 तारिक ओपनिङ भयो सो वी हेभ मेड अ प्रमिस म एसडिएम साहब आरओएडी साहब बस्यो डिसी साहबहरू बसेर we have got such a lovely SDM office. I guess it's one of the loveliest property, not only in Sikkim, but in India. If you look out for the best magistrate offices, ours. So what we are planning to turn out into is first agro-based magistrate office. Okay. And we have already started our work. We have already ordered for stalls, which will be near to the gate. I mean, we just put a scan out there, no people around. Who wants to buy it, they can just scan it and take it. So we'll be planning, we will be, I guess, we are, I'm not only saying we're trying it, but we'll be the first agro-based magistrate office in India. And second thing, I've asked every school, wherever I go in my constituency, एक दिन स्कुलको नाम हिसाबले हामी माग्दैछौँ किनभने नानीहरू सानो छ र उहाँको बुवा आमाहरूलाई हामीले एक दिन माग्दैछौँ किन माग्दैछौँ भन्दाखेरि स्कुलको पेरिफेरी जति पनि पर्छ त्यसमा हामी खेती गर्ने ताकि भिटामिनल सोर्स जुन चाहिँ मिडिया मिल्न पाक्छ एटलिस्ट हामीले ती रोपेको आफ्नै नानीलाई दिन सक्छौँ भने असाध्यै राम्रो हुन्छ भनेर हामीले त्यो पनि राखेको छौँ वी आर प्लानिङ टु गिभ एभ्री 1 day in a week for this agro-based culture which we are starting in Njinbong. We have already started it and we want to take it in a prominent manner. अब जिस्का जस्तो हुन्छ कि तपाईँलाई अब यस्तो हामीलाई चाहिँ अब सानोदेखि नै अब हामी सानो हुँदा नेताहरू भन्दा चाहिँ जोतुवा हुन्छ होइन सबै पार्छ भन्छ नि होइन सो त्यस्तोहरू तपाईँले अब डाइरेक्ट फेसमा त आएर भन्दैन नि कसैले भन्दैन वेन थर्ड पार्टीबाट ब्याकबाट कुरा सुन्दा त्यस्तो कस्तो लाग्छ त मलाई त लाग्दैन बिकज आई डोन्ट लाइक होइन अब आई गेस आइ एम द वान अफ द स्ट्रेट एन्ड द मोस्ट मलाई भन्छ कतिले मेरो एडभाइस दिनेहरूले भाइ यति साह्रो स्ट्रेट नहुनु लङ रनमा साह्रो पर्छ भन्छ बिकज आई एम पिपल चाहिँ आइ एम भेरी यङ बट आई हेभ सिन अप एन्ड डाउन इन माई लाइफ आई लस्ट माई ड्याड आई लस्ट माई मम एट अ भेरी यङ एज त्यति बेला बुवा आमा बितेको बेला मैले 6 जना हेर्नु पर्थ्यो मेरो मुनि जेठा तपाईँ म माइला हो तर हामी 6 जना हुनाले गर्दा मेरो दाजु सिकिस्त थियो सो हि वाज इल एन्ड त्यति बेला मेरो 4 जना बहिनीहरू थियो सो एभ्री वान आई ह्याड टु ग्रुम देम फिड देम एभ्रिथिङ आई हेभ सिन वर्स इन लाइफ सो वाट आई बिलिभ इज मैले तपाईँलाई ढाँटेँ होइन अब चाहिँ म नेता भयो नि त तपाईँ आयो मेरोमा कि सर यस्तो गरिदिनुहोस् भनेर जस्तो लेट्स से यु आस्क मी $5,000
अन्त आइस ल ल भोलि आइज म गरिदिन्छु भनेर सो यु कम टुमोरो मर्निङ यु एन्टर माई डोर भएन भाइ भन्दाखेरि चाहिँ मन दुख्छ मलाई चाहिँ के लाग्छ मन मात्रै दुख्दैन त्यसको चाहिँ अब सराप त लाग्दैन तर मन दुखेको चाहिँ लाग्छ किनभने जब मैले वचन दिइसकेको हुन्छु नि तपाईँलाई जस्तै 5,000 भोलि दिन्छु ल भन्दाखेरि चाहिँ जब मेरो ढोकाबाट त्यो व्यक्ति निक्लेर जान्छ नि सो हिल अलरेडी बी प्लानिङ कि 1,000 यसलाई दिन्छु 1,000 यसलाई 1,000 यसलाई उसले त बिचारा गन्ती लगाइसकेको हुन्छ कुन दोकानमा कति दिनुपर्ने र कोलाई कति दिनुपर्ने अब त्यो उसले वचन दिइसकेर भोलि मेरोमा आइपुग्नु भएन भने त that is a very sad thing. I feel that is the most ill thing you can do to a people. बरु म चाहिँ के भन्छु म सिधा भन्छु है म तपाईँलाई लु तपाईँले मलाई माग्यो 5,000 लु हुँदैन मेरोमा छैन भने एकछिन चाहिँ मन दुख्छ तर भोलिपल्ट गएर सोच्छ तपाईँले छैन होला त दिएन होला भनेर बुझ्नुभयो त सो बिकज म पनि एउटा केटा हो जो चाहिँ अब बिहान 6 बजी नेता पर्खेकै हो मेरो बुवा खसेपछि आमा हुनुहुन्थ्यो आमासँग म कोही बेला अब यस्तो रिकमेन्डेसनहरू लिन जाँदाखेरि बिहान ढोकामा 6 बजीसम्म बस्यो र उताको 6 बजी बिहानको 6 बजी बोलाएको र बेलुकाको 6 बजी मात्रै भेटेर सिग्नेचर पनि दिएको छ मलाई सो सिइङ अल द्याट when a person is coming to you from a very far area सबैको त गाडीको सुविधा छैन नि त अब त्यो टाइममा त झन् थिएन 14 तिर त त्यो बिहान खाएर आएको छ छैन द्याट इज द फर्स्ट क्वेसन सेकेन्ड थिङ इज डज ही हेभ अ मनी अर नट एन्ड द थर्ड थिङ इज what is the aspect and what are the aspects that he has come to you अब जनता तब आउँछ नेतामा जब कतिलाई गाह्रो हुन्छ है गाह्रो भन्दा मात्रै आउँछ नभए कसैलाई यस्तो इच्छा त छैन कि गएर अर्काको सामने हात फैलाएर बस्नु त्यो मजबुरी हुँदा आएको हुन्छ र त्यसलाई कतिमा बुझ्नुपर्छ त्यो मजबुरीमा पनि फेरि 2-3 मजबुरी हुन्छ आजकल मान्छे पनि चङ्खे छ अन्त त्यसलाई चाहिँ बुझ्नुपर्छ नट एभ्री वान इज जेन्युन सम आर भेरी कोही चाहिँ नेता मात्रै चोट्टा हुन्छ जनता झन् चोट्टा हुन्छ अनि त्यसले गर्दा भाइस वर्सा छ यसमा सो सिइङ द सिनेरियो यु हेभ टु वर्क द्याट वे एज अ लिडर जस्तो लाग्छ मलाई मैले तपाईँले यो चल्दैछ नि तपाईँले त्यो चोट्टा भन्नुभयो नि मलाई चाहिँ कहाँदेखि फिलिङ आयो भन्दा चाहिँ अब दिस माई पर्सनल एक्सपिरियन्स कि ल अब आई युज टु स्टडी इन नाम्ची कलेज होइन ल अन्त 24 इलेक्सनको पिकमा चाहिँ हामी त्यहाँ थियौँ नि त अन्त त्यति बेला चाहिँ दुईवटा कन्जिक्युटिभली साइमल्टेनियसली दुईवटा मिटिङ चल्दै थियो होइन तल्लोपट्टि कृष्ण म्याडमको त्यति बेलाको उति हुनुहुन्थ्यो अन्त माथिपट्टि चाहिँ एक्स चिफ मिनिस्टर पवन कुमार चामलिङको चल्दै थियो तल्लोपट्टि चाहिँ मान्छे त्यतिकै माथि पनि त्यतिकै होइन तर के हो उनीहरू त्यही मान्छे र तल नै आइरहेको त्यही मान्छे माथि पनि गइरहेको सो अब यो त्यस्तो कुरा छोडियो नि त पनि अब तपाईँले चाहिँ खासै हामी अब तपाईँ भनेको मेरिट पर्सन हो होइन तपाईँको नानी छ नि होइन ओके सो पर्सनल लाइफ ब्यालेन्स हुन्छ नि अब नानीलाई हेर्नु पर्यो एउटा त कति अब एमएलए भइसक्यो भने कतिजना मान्छे भेट्नु आउँछ नि त त्यो वर्क ब्यालेन्स कसरी मेन्टेन गर्छ क्या तपाईँले सो वर्क ब्यालेन्स इन द सेन्स इट्स अप टु यु हाउ यु वान्ट टु टेक इट मेरो अघिबाट पनि भनिहालेँ यो सब तपाईँको माथि नै छ कुन प्रकारले काम गर्ने इफ यु गुड टु अ पर्सन विल बी गुड टु यु सी नाउडेज पिपल वान्ट रेस्पेक्ट विदाउट गिभिङ रेस्पेक्ट एन्ड इफ यु डोन्ट गिभ रेस्पेक्ट यु कान्ट टेक रेस्पेक्ट राइट इट्स अ सिम्पल स्टोरी सो इन द सेम वे यु हेभ टु ब्यालेन्स इन एभ्री वे इट्स यर ड्युटी एन्ड यु सुडन्ट रन अवे फ्रम यर ड्युटी you're a politician, you have to meet people, you have to greet people, you know, and not everyone is happy all the time. So when people will come to you, you have to make sure that you address to him properly. Keeping aside your family problems. Family problem this is not right. You're irritated with your wife, you shouldn't show your anger to the public. Keep that aside. Because you subconscious होइन नि हामी त कन्सियस माइन्डमा बसेको मान्छे हो नि त सबकन्सियस माइन्डमा भए पो ला थाहा थिएन भन्ने हुन्छ हामी त सोचेर बुझेर पढेर परिपक्का भएर यो राजनीति माहौलमा घुसेको नि त सो त्यसले गर्दाखेरि हो तपाईँले भनेको सही कुरा हो परिवार एकदमै जरुरी छ परिवारको साथ अनि सहयोग अनि समझदारीले राजनीतिमा राजनीति गर्ने राजनेताहरूलाई अघि लान्छ र परिवार पनि ठिक छैन if it's imbalance भयो भने everything will be imbalanced. So I make sure that I keep my family private. I don't involve them or indulge them into any political affairs. It's my duty. I have to do my job. They have to be apart, and they are not meant for it, so they have to be away from it. So that is like my thing is like decision is always prime. It's always my decision because it's me to lead the podium. It's me to be present. I have to present myself in the podium. Right?
I have to make decisions, I have to take decisions. So I make sure I keep my family aside. होइन नो डाउट अब त्यो पोलिटिसियनको त सबसे बेसी प्रब्लम त हुन्छ अब त्यो टाइम दिएर यो दिएर भनेर बट आई मेक स्योर आई डु द्याट एज वेल आई हेभ अ लभली किड है एज अ डटर सो इट्स ओके बट आई एम मोर मलाई लाग्छ आइ एम भेरी गन डिप इन्टु दिस थिङ ओके ल पनि अब जस्तो अब तपाईँको काम गराइरहेको त होइन अब मेरो गट्स फिलिङबाट चाहिँ अब हाम्रो पापाहरू जसले अब तपाईँलाई हेरिबस्छ नि त त्यो सोसियल मिडियामा उनीहरूले उत्यो गर्छ कि सबै अब तपाईँ उमेर सानो भयो नि बुढो भन्दा चाहिँ ए यो बुढो त अझै त 10-15 वर्ष गर्छ भन्छ नि अब त्यो गट्स फिलिङ छ तपाईँ अब उत्यो हुँदैन भनेर तर भए पनि अब हुन्छ नि एउटा एमएलए भइसकेर अब नाम नलिकन अब हाम्रै एरिया एमएलएहरू त पहिलाको होइन र अब हेभ डन लाइक 20 इयर्स मिनिस्टर गऱ्यो होइन अब अहिले हेर्दा चाहिँ मान्छेले चाहिँ पोलिटिसियन भइसकेपछि चाहिँ वेन यु गो अवे फ्रम द पावर अब त्यो कुकुरमा किन गर्दैन रहेछ नि त त्यो डर लाग्छ तपाईँलाई No, I don't fear of all those things. My way is very simple. I told you. First thing is I don't consider myself as an NLA. I'm a youth, which means I'll always remain as a youth, even I'm not in this or in this. Second thing is, मेरोमा केही पनि थिएन र अहिले जो छ यो मेरो पनि होइन सिम्पल सी कुरा थर्ड थिङ इज इट्स अप टु यु हाउ यु वान्ट लाइक टु बी पिपल दे अलवेज से नि कि त्यो एमएलए भएर पनि चप्पलमा घुम्छ राम्रो लुगाहरू अलिकति कोटहरू लगाउनु कुनै के भन्छ बट आई फिल आई वान्ट टु रिमेन कन्स्ट्यान्ट इन अ सेन्स अब अक्टोबर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुअरी 5 महिना सबैको थाहा छ नि त जाडो हुन्छ पानी त पर्दैन नि सो एभ्री वान हेज द सेट एन्ड दे अलवेज लुक डिसेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर चाहिँ जाडोको महिना हो ज्याकेट ल्याउनुपर्छ सिमिलरली मार्च अप्रिल मे जुन जुलाई अगस्त इट्स अ रेनी सिजन सो तपाईँलाई थाहा छ बर्खा लाग्छ अबि छाताहरू बोक्नुपर्छ अनि सो अलवेज रिमेन द सेम कि हुँदा पनि त्यही हो नहुँदा पनि त्यही हो So it will be more easy for you and especially and specifically for a person like me, I'm okay with it. जब नहुँदा पनि ठिक हुँदा पनि ठिक मैले अघि पनि भनिहालेँ मेरोमा केही पनि थिएन अहिले यो जो छ मेरो पनि होइन सो आइम ओके विथ इट ओके सो अब एमएलए भइसकेर नि अब सर्टेन थिङ्स हुन्छ नि अब जब मान्छे पावर आउँछ अब अरू मान्छेले पनि ट्रिट अर्कै खालको स्पेसल ट्रिट गर्नु भइजान्छ नि होइन अब त्यस्तो अलिक अकवर्ड फिलिङ होइन आफ्नै साथीहरूसँगै मिल्ने होइन राम्रै बोल्ने अब कुनै बेला अब केटा भयो भने त तँ भएर नि बोल्छ नि सडनली एउटा चेन्जेस आउँछ नि बिहेभियरमा त्यस्तो अकवर्डनेस समथिङ त्यस्तो मोमेन्टहरू भएको तपाईँको मलाई त आई फिल इन दिस 10 months डाउन द लाइन मैले के फिल गरेँ भने इट्स अप टु यु इफ यु एक्ट एज इफ युआर एन सुपिरियर काइन्ड अफ पर्सन obviously the person who is coming to talk to you will have to change and will change his character. Okay, approach लिनु साह्रो पर्छ सो अप्रोच लिनु साह्रो पऱ्यो भने डिसिप्लिनरी अप्रोच हुन्छ सो आइम लाइक अ भेरी फ्रेन्डली गाई आई मेक स्योर द पर्सन हुज अप्रोचिङ मी बिकम्स कम्फर्टेबल इनफ टु टक टु मी सो मलाई पहिला तँ भन्दै थियो तँ भन्छ मलाई यसमा केही इस्यु छैन बिकज म एमएलए हुनुभन्दा अगाडि त म त इरुङ हुँ त एउटा साधारण हात्तीरुङ्गा बस्ने लाप्चे केटा हो पहिला पनि म त्यही थिएँ अहिले पनि त्यही हुन चाहन्छु सो द्याट्स नट द डिफरेन्स फर मी इट्स भेरी ओके विथ मी जसलाई कहाँ भन्छ होइन तँ भन्छ जसले मलाई भन्छ तँ भन्छ ओके अब दिस इज स्मल सेगमेन्ट अबाउट लाइक ऱ्यापिड फायर राउन्ड जस्तो हुन्छ कि ल त्यो म सोध्छु अब तपाईँलाई एन्सर गर्नु पर्दैन नगर्दा पनि हुन्छ होइन जस्तो सो फर्स्ट क्वेसन अब तपाईँ रिङचेनपुङ कन्स्टिट्युन्सीको हो नि त अब तपाईँलाई रिङचेनपुङ वर्ड सुन्दा चाहिँ वाट कम्स इन यर माइन्ड पिस ओके एन्ड एनी लिडर्स ओभर नेसनल पोलिटिक्समा छ नि अब त्यसलाई अब कुनलाई चाहिँ तपाईँले एडमायर गर्छ अन्त किन गर्छ As far as the national politicians are concerned, as of now, let's say if you're talking about an idol, right? I take my own CM as an idol. I take Shriman Piyush Goyal as an idol. I don't want to take anyone else. And next question is, if तपाईँ पोलिटिक्समा नआएको भए कुन चाहिँ करियर पाथमा हुन्थ्यो होला तपाईँ त्यही त भन्छु म लभ टु आन्सर दिस
People always ask me this. मैले म आफैलाई म स्वयं म के चाहन्छु र म कहाँ बस्न चाहन्छु खोज्नलाई म 30 साल धेरै लाग्यो भन्नु अर्थात् म जुन उमेरमा छु मैले धेरै काम गरेँ म पहिला दिल्ली बस्दा पनि म आई वाज अ सेल्सम्यान सो आई युज टु सेल सुज एट प्युमा है किन पैसा जुटाउनु थियो घरबाट कस्तो खर्च हुन्थेन त्यसले गर्दा आफै जुत्ता बेच्ने 1 रुपियाँ हुन्थ्यो मजा पनि गर्थेँ बादमा आएँ फर्केर कर्मचारीप्रति अलिकति इच्छा थियो शिक्षकको 2 महिना गएँ त्यसको बादमा बा नसिबमा थिएन भएन एज ए टिचर 2 महिना जस्तो मैले ट्राई गरेँ त्यो भएन त्यसको बादमा फेरि एज ए इन्सपेक्टर आई गिभ एन एक्जाम आई कुडन्ट गेट इन्टु इट सो इन द्याट प्यारा त्यहाँदेखि खेती पनि गरेँ सरदार पनि गरेँ सो सबै खोज्दै खोज्दै लानु लास्टमा त अब यो सो वाट एम ट्राइङ टु टेल यु इज इट टेक टाइम टु रिच वे यु आर बेसिकली टु मेन तिमी के चाहन्छौ कहाँ गर्न चाहन्छौ र तिम्रो के लेखेको छ त्यो समय लाग्छ विशेष गरी मरदर र मलाई पनि धेरै समय लाग्यो र अहिले एकै जग्गामा छु ओके नेक्स्ट क्वेसन यो चाहिँ उसले प्रिपेयर गरेको कि स्क्रिप्ट राइटरले नट एन इस्यु सिक्किमिस डिस चाहिँ तपाईँलाई कुन चाहिँ मनपर्छ होला Yeah, I'm addicted to momo. ओके मोमो सो नेक्स्ट क्वेसन वान बुक सङ जुन चाहिँले चाहिँ तपाईँलाई इन्सपायर गर्छ क्या Song is basically book and song. I don't normally read books or listen to. I watch documentary. Okay. The spare time I have, I watch documentary every time. There is a documentary. I wish everyone would watch it also. यो हेर्ने कथाहरू जुन नेपालको छ नेपालीमा यति स्पष्ट रूपले बुझाउँछ तपाईँहरूलाई विल एजुकेट यु फर्स्ट अफ अल एन्ड विल टिच यु हाउ टु टक टु पिपल वाट आर द लाइफ्स अफ पिपल एन्ड वाट आर पिपल गोइङ थ्रु इन द वर्ल्ड यो हेर्ने कथा भन्ने मात्रै हेर्छु आई वाच द्याट लाइक एनिथिङ एन्ड आई वाच रिभोल्युसनरी है पुरा मिक्स छ मेरो सो म्युजिक द्याट आई लिसन टु इज अ भेरी स्लो मेलोडी काइन्ड अफ रेट्रो वाला ओके सो वी एन्ड दिस क्या बोलते उसको वे त्यो क्वेसन ऱ्यापिड फाइन्ड डाउन भएर कि त्यो पनि अब जेन्युनली अब मैले याद थिएन यु म्यारिड भनेर कि ल तपाईँको भेन आई स यो फेसबुक प्रोफाइल होइन यसो देख्दा बिहा भइरहेको छैन अब कतिजनालाई अब हुन्छ नि बिहा गरिसक्यो भने चाहिँ एउटा बन्धनमा बाँधिन्छ नि त होइन अन्त बानिसक्यो भने हामीले फ्यामिली हेर्नुपर्छ होइन म्याक्सिमम् अब मैले देख्दा चाहिँ जो नेता बनिए छ म्याक्सिमम् उनीहरू युथ टाइममा के हो हिँडेर यताउता बनेको छ नि त अब तपाईँको वाइफको चाहिँ तपाईँको लाइफमा कतिको चाहिँ इम्पोर्टेन्स छ के होला obviously as a family it's very important होइन back then also there was a support everything was there she always supported it होइन सबै राम्रो थियो so I feel अब it's a destiny it's not like I don't want to get married भनेर चाहिँ हुँदैन तिम्रो जहाँ लेखेको छ त्यो चाहिँ पुग्नै पर्छ जस्तै मैले म इच्छा त मेरो बिहा नगर्ने नै थियो नि त होइन सिधा भन्नुपर्दा I was always against the marriage but all of a sudden I got married and I didn't think that I would become an MLA so it's written so I have to become and I have become now so जुन चाहिँ एउटा क्वेसन छुट्यो तपाईँले मलाई भन्नुभयो take yourself as 20 years down the line as अब एउटा एमएलए हुन चाहन्छ चाहँदैन त्यसमा चाहिँ म के भन्छु भन्दाखेरि अब you stay there for 20 years yet you're not productive right you don't do productive things you only want to stick there so there's no word staying in that position you stay there for 2-3 years you make a mark of 20 years that is important the legacy mine is that thing 5 वर्षै बसौँ तर 50 वर्षको इम्प्याक्ट पारेर बस्नु तिमी 50 वर्ष बस्छौ र 5 वर्षको हिसाबले बस्छौ त के फाइदा होइन र जुन जग्गा हामीलाई दिएको छ अब सम्माननीय मुख्यमन्त्री साहबले एउटा आशीर्वाद दिनुभयो र हामीले म चाहिँ चाहन्छु आई वुड ट्राई माई बेस्ट टु मेक स्योर अब आउने समयमा युवाहरूले धेरै मौका पाओस् किनभने हाम्रो म एउटा युवा भए पश्चात चाहिँ सम्पूर्णले हेर्दैछु कि यो युवाले कतिको गर्छ र आउने युवाले मौका पाउँछ सो आई डोन्ट वान्ट टु फेल द ड्रिम्स अफ माई युथ अल्सो एन्ड आई वान्ट टु मेक स्योर द्याट आई डु बेटर day by day I'm learning things I'm improving myself I got to
know things, right? And I'll make sure that I prove it right, and the youth will come more and more towards politics. Because if you are into politics, and then only I feel like you can shape your society, your state. ओके जस्तो अब अहिले हाम्रो सिक्किमले 50 इयर्स अफ स्टेटहुड मनाउँदैछ नि त अब त्यो मनाउँदा चाहिँ अब इफ आई मेरो पर्सनल पर्सपेक्टिभबाट हिजो एउटा दादासँग गफ गर्दै नि भएको कि अब हामीले चाहिँ स्टेटहुड चाहिँ सिक्किममा मनाउँदैछ नि कस्तो भव्य पाराले मनाउँदैछ नि त दिस इज आवर सेलिब्रेसन अफ 50 इयर्स अफ स्टेटहुड भनेर बट हामीले जताउनु चिनाउनु त इन्डियाको मान्छेहरूलाई गराएको नि त सो वाइ द सिक्किम गभर्मेन्ट इज नट लाइक त्यो के भन्छ हाम्रो 50 इयर्स अफ स्टेटहुड चाहिँ कुनै ठाउँमा गरेर होइन हार्ट अफ इन्डिया क्यापिटलतिर गरेर होइन देखाउन सक्यो नि त भन्ने खालको डोन्ट यु फिल लाइक द्याट No, obviously, see, now I come to the point. When you get to a hotel, you want a TV because there's no entertainment. Okay. Now the thing comes there only. So right now, I guess if we are celebrating in, right now we are talking in Soaring, right? So a guy in England sitting in his couch can watch we are going through and what we are talking to. Okay. So at the time of this internet thing, it's an AI world. So it's not mandatory that you have to go to a Delhi and stay in front of Lal Killa and do the show. Okay. You can just sit in your own 4x4 room and just do a program and everyone sees it. So it's simple as that. We are celebrating it. We are celebrating it in a huge manner. People are participating in it. And government is also very indulged in it. So we are not only celebrating it. We are giving platforms to people and directions, and we are promoting our state so that it can boom many things in coming days. Baile dekhdena yo aba aligiti baadma dekhchu. And we are celebrating it because we have grown as a state. As a young state, we have grown in a very rapid manner. We have improved a lot. And with the leadership, we'll grow more and more and we'll accelerate and we'll be, I guess, will be the best state in the nation itself. Okay, can I ask you one question? It might be a little bit controversial. Okay, like government जुनै पनि डिसिसन लिँदा पनि होइन अब कुनै धेरै त्यो गरेर अध्ययन गरेर लिन्छ नि त सो अहिले चाहिँ रिसेन्टली अब हाम्रो सिक्किम हेर्नु पऱ्यो भने चाहिँ म्याक्सिमम् इकोनोमी चाहिँ टुरिज्मबाट आउँदैछ नि त नौ रिसेन्टली 50 रुपिसवाला होइन ल अब त्यस्तो एउटा सडन बचकाना खालको डिसिसन हुँदैछ नि जस्तो 10 इन्टको अचानक उठाउनु पऱ्यो होइन 150 रुपिस 50 रुपिस गरेर अब त्यो चाहिँ लास्टमा फेरि दे टेकन ब्याक अब गर्नु पर्दैन भनेर नि भन्यो होइन त्यति बेला चाहिँ त्यो चाहिँ केमा चाहिँ ल्याक भएको लाग्छ के हो It's not about lacking in decision. अब कुरा चाहिँ अघिकोमा आउँछ फेरि as a government, we are made by the people, we are for the people. Okay. We can share our ideas, and to be implemented and executed is a very different thing. Now, politics is a thing which has been paid by the masses. And we always have to hear, there's always a saying that mass is right. But when we have introduced it, and the public is not liking it, we are, as Sabli really vanunja, I'm a chief servant of the people. So as a servant, we have to listen to our masters. So we're just listening to it. Okay. So, हामीले मलाई चाहिँ यो तपाईँसँग चाहिँ पोडकास्ट गर्नु मन परेको चाहिँ कहिलेदेखिको नि त अब यो ड्रिभन खालको मलाई पोडकास्ट गर्नु मन परेको थियो नि त तर अब त्यो तपाईँको टाइम नमिलेर होला म तपाईँको थ्रु आउनु नसकेर अब थ्रु सिक्किम डिजाइन विक भेटेँ होइन सो कति कुरा जान्नु मन थियो होइन अब मलाई चाहिँ खासै चाहिँ अब कुनै सिनियर नेता आयो अरे होइन ल अब त्यो मैले जति क्वेसन सोधेँ नि मैले सोध्नु सक्थिनँ होला होइन थ्याङ्क यू फर द टाइम होइन ल अब तपाईँले चाहिँ अब हामी भर्खर ग्रो हुँदै गरेको होइन पोडकास्ट जर्नी हामीले 1 वर्ष भयो भनौँ न अन्त आइदिनु आफ्नो थ्याङ्क यू सो मच एनिथिङ त्यो युथहरूलाई तपाईँले मेसेज दिन चाहनुहुन्छ There's nothing as such because I guess every kid who's been born and were born right now and after 2000, they're very smart, right? They know what to do, what not to do. They have directions. They are far more knowledgeable than kids of 90s and 80s. And as a youth, I want my youth to just state that be aligned and be focused, which they are. They are doing good in life. And with as in government, we are always there to support their dreams. We are always there to push them. We are always there to give a hand to come up. And ultimately, I would love to say
please stay away from this thing, drugs, right? Which is very bad for the society as well as for yourself. And right now, if you see, there are lots of cases going around. You have to be pretty serious in your life of what you want and how you want to accelerate in life. And as a government, we're always there for you. We'll always be there for you. We'll be there to pull you. We'll be there to support you. And having a leader like him, he's always free to people. He's always giving, and we are there to give and support. That's it. Thank you. ओके नो बटरिङवाला होइन र पनि अब जस्तो मेरो सेल्फ पर्सपेक्टिभबाट भन्दा चाहिँ तपाईँले जस्तो काम गर्दैछ यस्तै काम गर्दैछ तपाईँले होइन त्यो एउटा आउँछ अरे नि मान्छेले चाहिँ जब पावरमा बस्दै गयो भने चाहिँ पावरले करप्ट गर्छ अरे नि त सो त्यस्तो फेस So my mind, that is also very clear. नहोस् होइन तपाईँले अझै 30 वर्ष गरोस् तपाईँले होइन सो थ्याङ्क यू फर कमिङ More this one very that's what I said. No, it's up to the thing. It has to be written. If you have to work for 20 years, you have to work for 20 years. If you're there to work for 5 years, you'll only work for 5 years. And as far as the corruption is concerned, I'm much against of it. I would love people to live free. As a government, I will, in a government position, मेरो एकदमै मेन प्राथमिकता नै म त्यहीमा दिन्छु कि हरेक मान्छेले दुःख नपाओस् है कसैले पुगेर जान नपरोस् किन सरकारले सिधैमा दिएको चिजहरू हुन्छ ती चिजहरू अब सबैले बुझिदियो भने अझै अत्यन्तै राम्रो पनि हुन्छ र करप्सनको त अगेन्स्टमै छु म पहिलादेखि नै हो थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच टु द एन्टायर टिम Okay, now you have completed this episode. If you have liked our work, please do like, subscribe, share. यस्तै लाइक सब्सक्राइब सेयर तपाईँहरूले गरिदिनु भए हाम्रो प्रोत्साहन बढेर जान्छ अनि थ्याङ्क यू तपाईँहरूले यहाँसम्म हेरिदिनु भएकोमा टेक केयर गुड नाइट सर्वप्रथम हाम्रो द टासी शो you're a young guy because I've been following you, I've been seeing your clips. You have been interviewed many good personalities from Sikkim itself. From all these South areas. It's regarding evolving Sikkim ko bare mein dherai raise hai and the history, the background, everything. I liked your concept. In fact, I told my personal guy to search for your number and because I just wanted to talk to you because you're doing good. All I say, all I personally got that I just wanted to tell that you're doing good. But luckily today I was lucky enough to be invited. You're not the lucky one, I'm the lucky guy to be invited by you in your show, which is a very good thing.